नमस्ते। कुटाई खानेको भविष्य उज्जवल छ। समृद्ध समाज राष्ट्रिय दैनिकमा 2080 पुस 2मा छापिएको यो व्यङ्ग्य आलेख पढ्दैछु। कुटाई जहिल्यै सेकेन्ड लास्ट पो हुँदो रहेछ। हुन त घरबाट बीजारोपण भएपछि विद्यालयमा अब यस्तो बदमासी गरिस् भने यहीँबाट सेकेन्ड लास्ट सिद्धान्त स्थापित भएको हुनुपर्छ। भन त विदेशीको अभिभावकले विदेशमा कुट्न नपाएरै नेपालमा चाडबाडका नाममा कुट्ने भ्याकेसन मिलाएर बच्चासहित आएका पनि भन्लान्। तिनलाई आरोप लाउनु भन्दा दिनदहाडै ठुला ठुला मान्छे कुट्नेहरूको कुरा गरौँ। ठुला ठुला मान्छेले साना साना मान्छे कुटेका पनि कुरा गरौँ। यो लेख लेख्नु अघि ठुलै छानेर कुटेछन् र लेख्नु पर्यो। अर्को भूतपूर्वको 5-7 श्राद्ध सकिनु अघि पनि यसै गरी कुटाई खाएका इतिहास ताजै छ। परिवर्तन मैले ल्याएको भन्नेलाई पनि आफ्नै पूर्व कार्यकर्ताले पिटेका इतिहास पनि मेटिएको छैन। विद्वान डाक्टर प्रधानमन्त्रीलाई पनि जुत्ताले हानेको कुरा हाम्रै मस्तिष्कमा छँदैछन्। केले मात्रै कुटेनन्, मुक्का, लात्ती, कुर्सी, फ्रेम, जुत्ता, के। द्वन्द्वकालमा गोल्ड स्टार र प्रेसर कुकरलाई चाहिँ यी सबैलाई प्रतिबन्ध लाउने हो भने के पो हुँदो हो। कुट्न पनि कहाँ मात्रै कुटेनन्। चुनावी मैदानमा कुटे, राजनीतिक सभामा कुटे, विद्यालय व्यवस्थापन समितिको चुनावमा कुटे, खेलकुद विकास समिति गठनमा कुटे, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय समाजसम्म पालो अवसर मिलाई तिथि जुराई कुटे, जोसमा ताकी कुटे, थकाइले थाकी कुटे, विकास टारी कुटे, बाहुला सारी कुटे, सदनभित्र कुटे, सडकमा खुल्लै कुटे, अखडामा कुटे, मन्त्रालयमा कुटे। यत्रा कुटाइ हुँदै यो विषयमा लेखकहरूले लाजले, डरले, धम्कीले, पीडालु उपहार पाउने लोभले, जागिर फुत्केला भन्ने शङ्काले लेख्नै चाहेनन्। जे होस्, कुटाइका यावत सिद्धान्त हेर्दै गर्दा के प्रष्ट हुन्छ भने कुटाइ खाने परम्परा नयाँ भने होइन। माथिका आधार र कारणहरूबाट के स्पष्ट हुन आउँछ भने कुटाइ परम्परा मार्क्सवादभन्दा पहिले नै जन्मिएको हो। यो प्रजातन्त्रभन्दा जेठो हो। गणतन्त्र त यसको फुच्चे खनाती पुस्ता हो। इतिहासमा जे भए पनि गणतन्त्रमा मौलाएर यसले वर्षौटे अभियान चलाइरहेको प्रष्ट छ। यो पार्टीहरूको मेची महाकाली अभियान, गाउँ फर्क अभियान, गाउँबाट उठ अभियान मात्रै होइन, पछाडि फर्क र भाग अभियान, विदेशबाट घर फर्क र आन्दोलनमा सहभागी हौ अभियान भन्दा पनि भिन्न खालको अभियान हो। यसैले यसलाई निरङ्कुश भन्दा निरङ्कुशदेखि स्वतन्त्रताका हिमायती सबैले विश्वभर अँगालेको देखिन्छ। यसकै आधारमा भन्न सकिन्छ निरन्तरको अभ्यासका कारण पनि समाजवाद र कुटपिट बीच साक्कै कुनै न कुनै नाता जोडिएकै हुनुपर्छ। तात्तातै कुरा गरौँ। अस्ति भर्खर ठुलै व्यवसायीलाई राजनीतिको नाममा कालो मोसो दलियो। केही दिनमै व्यापारीले सेकेन्ड लास्ट आन्दोलनबाट ल्याइसकेको राजा फुत्तै भागेर बेपत्तिएपछि यो देशमा राजा त के, राजाका मरेका बा आए पनि कुटपिटको व्यवस्था बदल्न सक्दैनन् भन्ने सोचिरहेथे। 81 गणतन्त्रको राजा पक्षीय पार्टीले पनि निर्णायक आन्दोलन गर्ने कुरो कता च्यानलतिर पढ्न सुन्न हेर्न पाइयो। निर्णायक भनेको पनि त सेकेन्ड लास्ट त होला नि भन्ने लागेकै हो। यस्ता आन्दोलनहरूबाट विरक्ति र भविष्य खोज्नेहरू भागाभाग देखिन्छ। तरकारी गल्लीमा साँझ 6 बजे झोलाको 10मा पनि बिक्री नभएका निर्णायक आन्दोलनहरूले अनुत्पादक कुटाइबाट देशको भविष्य झनै पछाडि परिरहेको पो हो कि। यही हप्ता कुटाइ, धम्क्याइ, थर्काइ, बेइज्जती, भण्डाफोर खबरहरूको युट्युबमा भिडभाड देखियो। शीर्षकबाट लाखौँ भ्युज कमाउन ताकेताहरूका बीचमै हानकै दृश्य देखिन थालेको छ। अर्थात् बजारमा एक तहका राजनीतिक व्यक्तिलाई दलालगिरी भनेर गाली गर्दै गर्दा भाषण राम्रै बिक्री भइरहेका थिए। एकाएक उनका पनि सम्पत्ति करोडका करोड रहेको शानदार गाडी चढ्ने, काठमाडौँमा कतिवटा बङ्गला भनेर अर्को हल्लाखोर च्यानलमा सार्वजनिक भइसकेको रहेछ। बल्ल राष्ट्रवादी जिउँदो सपुत घोषणा गर्दै गर्दा घोषणा सभामै उपाधि फिर्ता पाउनुपर्ने गरी उनको नेप्सेमा पुरापुर सर्किट हानेको सबैले देख्न थालेछन्। देशमा उभेला पुरानो व्यवस्था विरुद्धको आन्दोलनलाई थेग्न एउटा सरकारी दस्ता तयार भएको थियो। काम थियो लौरो बोकेर हुन्दका रोक्ने, ठोक्ने, सकेको भिड्ने। त्यो दस्ता अहिले पेन्सन खाने समयमा पुगिसक्यो। युवा विदेशी रहेका बेलामा आन्दोलनमा सहभागी हुनकै लागि एउटा सरकारी दस्ता तयार गर्न सके लाखौँले रोजगारी पाउने ज्ञान यहाँबाट पनि लिन सकिन्छ। सके तिनलाई सबै दलले साझा रूपमा आन्दोलनमा प्रयोग गर्न पाउँथे। मासिक तलब तोक्ने काम गरे आन्दोलनमा नेतालाई बोक्ने, विपक्षले ठोक्ने गरिहाल्थे। तिनलाई चन्दा उठाउनेदेखि भान्साका धन्दा चलाउनेसम्म प्रयोग गर्न सकिन्थ्यो। आन्दोलनका दिनमा टिएडिए सुविधा थप गर्न सके रमाई महिनामा 3-4वटा आन्दोलन त्यसैको बलमा गरिदिन्थे। तिनलाई अन्तर प्रदेशदेखि अन्तर जिल्लासम्म भिडाउन सकिन्थ्यो। राष्ट्रपति रनिङ सिल्ड, प्रधानमन्त्री कप जिउँदादेखि 10 श्राद्ध गरेका सम्मका
भूतपूर्व प्रधानमन्त्री कप उपराष्ट्रपति भलिबल हुँदै टोल कपसम्ममा तिनीहरूकै बिचमा प्रतिस्पर्धा गराउन सकिन्थ्यो। तिनलाई साइबर सेनामा भर्ती गरे, एयरपोर्टमा सुन्छ, पुलिसले थुन्छ, पत्याउने कुन्छ, यस्ता भाष्यहरू पैदा हुँदैन थिए। त्यो स्तम्भकार जस्तै मामुली लेखकदेखि पाक्क खोक्ने विद्यागीत डलरै मानिएका लेखकसम्म, बुढी फकाउने कविता लेख्नेदेखि अन्तर्राष्ट्र थर्काउने कविसम्म, विद्यालय धाउने शिक्षकदेखि विश्वविद्यालय सिद्ध्याउने विद्वानसम्मलाई यही दस्ताले काम तमाम गर्ने आकलन गर्न सकिन्छ नै। यसरी हेर्दा राजनीति गर्नेका भाउ र आलु प्याजको भाउ कतिखेर घटबड हुन्छ, कुनै पत्तो नै नहुँदो रहेछ भन्ने कुरा मात्र स्थायी देखियो। यसर्थ यो आलेख सेकेन्ड लास्ट मात्रै हो। लेख्दा लेख्दै एकाएक राष्ट्रवादी भइएला भन्ने खुसी र तुरुन्तै खुइलेर अराष्ट्रिय डलरै पो भइएला कि भन्ने पिर सँगसँगै आइलाग्यो। अन्ततः कुटाइको नेप्से बढेका बढै छ। काम गर्नेहरूलाई खेदै गरेपछि बाँकी रहेका रोगी र बुढाबुढीले कति कुट्लान्, कुटे पनि के दुख्ला। राजनीति गर्नेहरूको भविष्य उज्जवल छ। 2-4 कुटाइ खाउँ तर हरेस नखाउँ, सबै कुरा हाम्रै पालामा सम्भव छ। जदौ